ओहो नाली पो साफ गरेर राखेको रहेछ त ज्वाइँ साहब त के हो यस्तो ए सरी मैले बिर्सेँ फेरि ओहो नाली पो साफ गरेर राखेको देख्छु म त अझै भएन यहीँबाट काट्ने मिल्छ तपाईँलाई होइन ल है त गरेर राख्नु ओहो नाली पो साफ गरेर राखेको छ त काम भने सानो ठुलो हुँदैन थाहा छैन तपाईँलाई कति कमाउँछ त अनि महिनाको मेरो महिनाको लाख 1.5 लाख हुन्छ अफिसमा जाएर खाएको जम्मा 40-50 हजार हुने रहेछ बढीमा अहिले यस्तोमा ठेक्का दिएरै काम गर्छु नि त महिनामा 2-3 लाख हुन्छ सबै गऱ्यो भने ओहो कमाइ त खतरा रहेछ तपाईँको मेरो कान्छी छोरी बिहे गर भइहाल्छ नि ससुरामा पहिला चिन्नु भएन है अब मन परेर फुलको फुल अरू त त्यो होइन यस्तो भनौँ है तपाईँको छोरालाई मेरो त्यो भाइ हुन्छ भन्ने के है हुँदैन ओहो पैसा त धेरै नै कमाउने रहेछ त कान्छी छोरी दिन्छु त्यो तपाईँलाई म तपाईँलाई त पैसै प्यारो रहेछ तपाईँको छोरी चाहिएन अर्कै राम्रो बरु गरिबको छोरी बिहे गर्छु यस्तो लोभी कन्जुसको छोरी के बिहे गर्नु होइन मेरो जिन्दगी धरापमा पैसाको लागि छोरी बेच्नेले होइन के भयो भोलि छोरीलाई भनेर मेरो सम्पत्ति लाम्लुम खाइदिने हो कि